हेलो गाइज, आज चाहिँ मेरो दादाको घरमा चाहिँ पूजा रहेको थियो। अनि त्यही भएर आज बिहान मम्मी र म चाहिँ त्यहाँ चाहिँ पुगेका थियौँ बिहान 7 बजे। अनि यहाँ मेरो दादा र ठुलोबाबा चाहिँ कामै गर्दै हुनुहुन्थ्यो। अनि यो चाहिँ हाम्रो मण्डप चाहिँ रेडी भइसकेको थियो। त्यस पछाडि मेरो मम्मीले चाहिँ सेलरोटी हाल्न लाग्नुभयो। मेरो मम्मी चाहिँ एकदमै राम्रो सेलरोटी हाल्नुहुन्छ होइन, मलाई चाहिँ एकदमै मनपर्छ। अनि त्यस पछाडि चाहिँ मम्मीले सेलरोटी हालिसक्नु भएको थियो। अनि मेरो दादाले चाहिँ भित्रको मण्डप चाहिँ रेडी गरेर अलमोस्ट काम चाहिँ स्टार्टिङ भइरहेको थियो पूजाको। अनि हाम्रो पण्डितहरू पनि आएर बसिसक्नु भएको थियो। अनि यहाँ हेर्न सक्नुहुन्छ हाम्रो मण्डप चाहिँ एकदमै फुलले मालाले सजिएको छ। जताततै फुलै फुल छ आज। अनि आज चाहिँ मैले दादा भाउजूको फोटो चाहिँ खिच्न पाएन, तर एउटा सानो भिडियो चाहिँ लिएको थिएँ होइन। आज एकदमै बिजी भयो साथीहरू। आजको वेदर पनि एकदमै राम्रो थियो, गर्मी थिएन। त्यही भएर चाहिँ आज एकदमै शीतलो भयो। अनि मेरो फुपूले चाहिँ एकदम टपरी गाँच्दै हुनुहुन्थ्यो। अनि आज चाहिँ काम गर्दा यताउता काम गरेर एकदम थाक्यो गाइज। यो चाहिँ भित्रको पूजा थियो भने यो चाहिँ बाहिर चाहिँ पण्डितले चाहिँ पूजा गर्दै हुनुहुन्थ्यो। अनि बाहिर चाहिँ आज शीतलो थियो नि त, त्यही भएर चाहिँ अब सबै चाहिँ बाबा ठुलोबाबाहरू चाहिँ त्यही पूजा गर्दै हुनुहुन्थ्यो बाहिर बसेर, सबै मण्डपको वरिपरि बसेर। अनि आज वेदरले पनि एकदम फेभर गर्यो, किनभने अब आज हाम्रो घरमा पूजा थियो भनेर आज चाहिँ घाम चाहिँ लागेको थिएन। अनि यो चाहिँ अब हाम्रो भित्रको मण्डप भयो होइन। यहाँ चाहिँ पण्डितले चाहिँ सत्यनारायणको कथा चाहिँ लाउँदै हुनुहुन्थ्यो। अनि अब हाम्रो पूजा चाहिँ अलमोस्ट भ्याइन लागिसकेको छ। यहाँ हेर्न सक्नुहुन्छ सबै चाहिँ मस्तले कथा सुनिरहेको छन् इन्जोय गरेर। ल गाइज, अब सी यु अन नेक्स्ट भ्लग है त।